भन्थे तिमीलाई तिमी के हेरेर यसलाई मन पराएको पहिला पहिला के कमाइ थिएन केही थिएन नि त तिमी यसलाई कसरी पाल्छ तिमीलाई भनेर मैले यति दुःख पाएँ तिमीले पनि त्यस्तै दुःख पाउँछौ कि भनेर मैले उनलाई भनिरहेको हुन्थेँ कि बारम्बार कि तर भगवान्ले साथ दियो उसले मेहनत गर्यो मेरो छोराले है दुःख गर्यो राम्रो भएको छ अहिलेसम्म अझै राम्रो होस् है भगवान्को कानमा नपरोस् राम्रो नहोस् सबैजनाले माया गर्नुभएको छ अझै धेरै माया गरिदिनु होला मेरो सानो छोरालाई ठुलो छोरालाई दुइटैलाई सम्पूर्ण फ्यामिलीलाई ओके नानीलाई लिएर एकचोटि नानीलाई बोलाऊ है दाइलाई बिदा दिएँ ल है ठिक छ कुरा सुनिहाल्यो यो अलिक कमेडी हो सुरु गऱ्यो ल म ठ्याक्कै अब नानीतिरैबाट आएँ मलाई थाहा थिएन होइन अनि पछि हामी नाचेको थियौँ नि धारा पानी तिरेको त्यसपछि नितुहरू ठ्याक्कै भन्यो त्यसको भोलिपल्ट